फाइनली यो चाहिँ गाइस हाम्रो खाना कम्पनीले दिने खाना हो। यो चाहिँ यसरी खाना पकाएर चाहिँ राखिदिएको हुन्छ। आफैले चाहिँ हालेर लिएर जाने हो। जति आवश्यक पर्छ आफू जति चाहिन्छ त्यति चाहिँ लिएर जान सकिन्छ। यहाँबाट भात यसरी राखिदिएको छ। अनि फेरि यता फेरि अनि चाहिँ अन्डा जति लाँदा पनि हुन्छ। अन्डा जति चाहिए पनि अन्डा चाहिँ लान सकिन्छ। यहाँ हाम्रो लागि जुन कम्पनीमा काम गर्ने मान्छेहरूको लागि राखिदिएको हो। यो चाहिँ मासु, कुखुराको मासु हो। खासै राम्रो हुँदैन यो मासु चाहिँ, धेरैजनाले खान्छन् त। त्यही भएर चाहिँ सब्जी त हामी रुममै पकाउँछौँ। यो चाहिँ कसैले खान्छ कसैले खाँदैन, आफ्नो आफ्नो इच्छा हो। खासै खान ठिक पनि हुँदैन हुन्छ यस्तो खानाहरू। अन्डा राखिदिएको हुन्छ। मलाई चाहिँ आज अन्डा थोडा आवश्यक पर्यो। अन्डा चाहिँ बोइल गरेर खानु पर्यो भनेर चाहिँ अन्डा ल्याउन आएको। यो चाहिँ राख्नु पर्यो। छानेर खान सकिन्छ। राम्ररी भित्र फुटेको हुन्छ नि त, भित्र पोखिने पकाउँदाखेरि बोइल गर्दाखेरि चाहिँ पोखिने हुन्छ नि, त्यस्तो हुन्छ। त्यही भएर अन्डा चाहिँ मैले छान्दैछु गाइस। होइन है त, हाम्रो कम्पनीले चाहिँ यसरी राखिदिएको हुन्छ खाना। अनि अन्डा, भात, मासु चाहिँ राम्रो व्यवस्थित छ। साथीहरू यो कम्पनीमा आउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला। फुटेको रहेछ। हामीहरू चाहिँ रुममा धेरैजना छौँ, धेरै छौँ नि त। त्यही भएर धेरै लानु पर्छ अन्डा चाहिँ। रुममा चाहिँ हामी 8 जना ग्रुप छौँ अनि 8 जनालाई चाहिँ अन्डा लानुपर्छ। बनाउँदाखेरि सबैलाई दाइहरूले पनि बनाएर दिउँ भनेर अन्डा चाहिँ यति राख्नु राख्नु होइन साथीहरू।